नमस्कार सम्पूर्ण देशमा चढेर हुने हाम्रो नेपालीभाषी सम्पूर्ण विशेष गरेर आज तराईभाषीहरुमाझ ह्यापी होली भन्न चाहन्छु। होलीको शुभकामना छ सबैजनालाई चाहिँ एकदमै शुभकामना। होली के कसरी मनाइरहनु भएको छ एकदमै टिकटक फेसबुक युट्युबतिर जताततै रङ्गमञ्च भइरहनु भएको छ। तपाईहरु सबैजनालाई चाहिँ एकदमै चाहिँ होलीको शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईहरु सबैको होली एकदमै रंगमय बनोस्, खुसी रहोस्, सबैको चाहिँ एकदमै हर्ष उमङ्गको साथ मनाउनु होला तपाईहरु सबैजनाले भन्न चाहन्छु। र विशेष गरेर चाहिँ सबैजनाले चाहिँ एकदमै हिजो पहाडको होली चाहिँ एकदमै रमाइलो भयो। आज चाहिँ तराईको होली चाहिँ एकदमै आइरहेको छन् भिडियोहरु, एकदमै खुसी लागिरहेको छ। अनि घर परिवार लगायत मेरो आमा लगायत सम्पूर्ण घर परिवारलाई पनि विशेष हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सबैजनालाई चाहिँ एकदमै होलीको चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु। सबैजनाले एकदमै राम्रोसँग होली मनाउनु होला। म जहाँ जता जस्तो अवस्थामा भए तापनि एकदमै खुसी छु, सो ह्याप्पी। सबैजनालाई चाहिँ एकदमै खुसीको व्यक्त गर्न चाहन्छु। एकदमै सो ह्याप्पी छु। सबैजनाले चाहिँ एकदमैसँग चाहिँ खुसीको साथ मनाउन भन्न चाहन्छु। तपाईहरु सबैजनाको चाहिँ होली एकदमै राम्रो बनोस्। यस्तै मजासँग लगाएर यस्तो गरेर अब एक्लै होली खेल्छु मजा हेर्नुहोस्। होली आयो होलीले मलाई रंगायो नयाँ चोली, यस्तै चाहिँ होली खेलिन्छ हैन। अनि मजासँग यसरी चाहिँ मजाले खेलेर यस्तो गरेर सबैले चाहिँ यसरी नै मनाउनु होला। म त एक्लै यसरी चाहिँ मनाउँछु। तपाईहरुलाई विशेष खुसी बनाउनको लागि, किनकि म प्रवासमा छु। प्रवासमा हुँदै गर्दा पनि सबैजनाको आशीर्वाद माया ममताले एकदमै खुसी छु। खुसीको साथ एकदमैसँग चाहिँ मैले यसरी होली मनाउने गरेको छु। आफै चाहिँ निधार खाली रहेको छैन हैन। एकदमै सबैजनाले चाहिँ लोला हान्ने क्रममा चाहिँ कोही कसैलाई अवसर नपर्ने तरिकाले, कोही कसैलाई अप्ठ्यारो नहुने तरिकाले एकदमै राम्रोसँग चाहिँ शुद्ध रंग चाहिँ प्रयोग गर्नु होला। दुनिया चीजहरु चाहिँ केमिकल भएका चीजहरु चाहिँ युज गरेर कसैको चाहिँ शरीरलाई हानि नोक्सानी, कसैको जिन्दगीलाई हानि नोक्सानी हुने काम चाहिँ कसरी नगर्नु होला। एकदमै सो खुसीको साथ, सो ह्याप्पीको साथ मनाउनु होला। तपाईहरु सबैजनालाई चाहिँ एकदमै फागुन पूर्णिमा होलीको, तराईवासी होलीको चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु। आज तराईमा चाहिँ एकदमै धेरै भन्दा धेरै रमाइलो भइरहेछ। हेरिरहेको छु फेसबुक, अहिले त प्राय चाहिँ टिकटकमा चाहिँ एकदमैसँग सो खुसी मनाइरहनु भएको छ। सबैजनालाई एकदमै भन्दा एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईहरु सबैको दिन शुभ रहोस्। तपाईहरु सबैजनालाई चाहिँ एकदमै होलीको शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईहरु सबैजनाले चाहिँ एकदमैसँग होलीलाई चाहिँ खुसीको साथ बिदाई गर्नु होला। मैले चाहिँ यसरी नै बिदाई गरेको छु। आज होलीको हिजो फर्स्ट दिन, आज लास्ट दिन हो हैन। एक दिन पहाडको होली हुने गर्छ, एक दिन तराईवासीको होली हुने गर्दछ। त्यो भएको कारणले गर्दाखेरि दुईटै होलीलाई चाहिँ एकदमै कसैको चाहिँ दुर्घटना नहोस्, कसैलाई चाहिँ घरमा दुःख नहोस् हैन, कसैको जिन्दगीमा चाहिँ हानि नोक्सानी नहोस्। सबैजनाले चाहिँ एकदमै सकुशलको साथ रंग लगाउनु होला, जिन्दगीलाई चाहिँ रंगमय बनाउनु होला भन्न चाहन्छु। एकदमै सबैजनालाई चाहिँ खुसीको साथ तपाईहरु सबैजनाको जिन्दगी राम्रो बनोस्। होली चाहिँ सबैको चाहिँ एकदमै रंगमञ्च बनोस् भन्दै तपाईहरु सबैलाई शुभकामना होलीको चाहिँ एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु। अन्तिममा चाहिँ यो पहिलो चाहिँ होली पनि पहिलो रङ पनि लगाउनु कस्तो हुँदैछ समझमा अलिकति। यो पहिलो रङ चाहिँ होलीले मलाई रंगायो नयाँ चोली। ल यसरी चाहिँ म त यस्तरी मनाउँछु। अलि एक्लै हुन्छ चाहिँ खेल्ने, एक्लै मनाउँछु। कसैलाई मन पर्न सक्छ, कसैलाई नमन सक्छ। म चाहिँ कसैसँग चाहिँ नमिसिकन एक्लै मजाले तपाईहरुलाई खुसी बनाउनको लागि मेरो युट्युब च्यानलबाट भिडियो मार्फत तपाईहरुलाई चाहिँ यसरी होली खेलेको चाहिँ देखाउने प्रयास गरेको छु। सबैजना एकदमै खुसीको साथ यसरी नै म जस्तै गरेर खुसी रहनु होला भन्न चाहन्छु। त्यसकै लागि तपाईहरुलाई चाहिँ एउटा जनचेतनाको लागि पनि हुन सक्छ, किनकि जहाँ भए तापनि जस्तो भए तापनि खुसी रहनुपर्छ भन्ने सिक्नु होला।
पनि भिडियोबाट त्यही बुझ्न सक्नुहुनेछ, किनकि म जहाँ भए जस्तो अवस्थामा भए तापनि यसरी नै खुसी रहेको छु। जुनसुकै चाडपर्व आउँदा पनि म एक्लै यसरी नै रमाइरहेको हुन्छु। तपाईँहरू सबैजना पनि रमाउने प्रयास गर्नुहोला भन्दै तपाईँहरू सबैलाई फागुन पूर्णिमा तराईवासी होलीको आज विशेष शुभकामना व्यक्त गर्दै, किनकि म पनि तराईमा भएको कारणले गर्दा आज पनि मनाएको छु। हिजो पहिला पहाडको मान्छे पहाडको लागि हिजो मनाइयो, आज फेरि तराईको लागि मनाएर तपाईँहरूमाझ यसरी पस्किँदैछु। सबैजना जति पनि मेरो युट्युब च्यानलमा जोइन हुन्छ तपाईँहरू सबैलाई चाहिँ एकदमै फेरि पनि निमन्त्रणा गर्न चाहन्छु। सबैजना मेरो युट्युब च्यानललाई चाहिँ जो पनि नयाँ हुनुहुन्छ गोपाल सोनाम डिक्सन च्यानललाई चाहिँ सब्सक्राइब गरेर बेल आइकन घन्टी बजाउन चाहिँ नभुल्नुहोला। सबैजनाले एकदमै सपोर्ट गरिरहनु भएको छ हैन। सबैले चाहिँ एकदमैसँग सेयर गर्नुहोला, लाइक कमेन्ट सेयर गरेर सबैमाझ पुर्याउनु होला भन्दै तपाईँहरू सम्पूर्णमाझ तराईवासी होलीको शुभकामना व्यक्त गर्दै अहिले बिदा हुन्छु। नमस्ते, गुड मर्निङ डिएक्सन, थ्याङ्क यू सो मच, टेक केयर, जय नेपाल।